आदरणीय दर्शकबिन नमस्कार। आज चाहिँ हामी एउटा दुःखद समाचार लिएर आएका छौँ। महाङ्काल गाउँपालिका वडा नम्बर 1 को त्यही एकजना जेन्जी युवा भनौँ, भर्खरै 20-25 वर्षको युवा, 22 वर्षको युवा चाहिँ विदेशमा साउदी अरब जानुभएको थियो कामको सिलसिलामा। तर उहाँको आज सब चाहिँ यहाँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा चाहिँ हामीले भर्खरै रिसिभ गऱ्यौँ। यो काम गरिरहँदाखेरि चाहिँ वैदेशिक रोजगार उद्धार समिति नेपालको सम्पूर्ण टिमले चाहिँ एकदमै सहज बनाइदिनु भएको छ उहाँको सब निकाल्नको लागि। उहाँहरूसँग म थोरै कुरा गर्न चाहन्छु। सबैलाई स्वागत छ। सुरुमा मैले हाम्रो विशाल सरसँगै कुरा गर्न चाहेँ। उहाँ अध्यक्ष पनि हुनुहुन्छ वैदेशिक रोजगार उद्धार समिति नेपालको। सर, यो जुन अहिलेको यो जुन राजनीति निस्केको छ, यो निस्किँदाखेरि उहाँ के कामको लागि जानु भएको चाहिँ यस्तो रहेछ, यहाँ कम्पनी मेरो काम गर्छ, कम्पनी के कारवासमा मैले भने काम यसो गरी काम गरिरहेको सबै राम्रै थियो, राम्रो हुँदा हुँदै अचानक चाहिँ के भयो, काम गरेर आएको जस्तो लाग्यो। घरमा आएर रुममा आएर सुत्दा हार्ट एट्याक भयो। हुनुपर्दाखेरि व्यापार व्यवसाय साथीहरू शासन गरिरहेको छ। हामीलाई दुर्भाग्य हाम्रो दार्जिलिङ बाँकी कुरा र कतिपय कुराहरू के भन्नुपर्ने रहेछ विदेश जाँदाखेरि सोध्ने बेलामा के ख्याल गर्नुपर्ने रहेछ भन्दा चाहिँ यही एकै दिनबाट चाहिँ अरू साथीहरू हामी बाहिर काम गरिरहेको हुन्छ, अक्सिजन दिइरहेको हुन्छ, गर्मी हुन्छ। अनि रुममा सुतिसकेपछि चाहिँ हाम्रो चाहिँ एसीहरू चलिरहेको हुन्छ, हिटरहरू चलाइरहेको हुन्छ, झ्याल ढुकाएर सबै बन्द गरेर त्यसरी सुत्दाखेरि चाहिँ असहज हुन्छ, एकदम अप्ठ्यारो हुन्छ। त्यो बाहिरको चिसो, बाहिरको त्यो गर्मी र बाहिरको वातावरण त कोठाभित्रको त्यो वातावरण नमिल्छ। एसीको चिसो र बाहिरको गर्मी गर्दाखेरि त्यसले गर्दाखेरि चाहिँ हार्ट एट्याक हुने। योभन्दा अगाडि पनि एउटा यस्तै डेड बडी ल्याएको थियो, सुतिरहेकोमा डेड बडी होइन, ऊ चाहिँ अक्सिजन नपुगेर हामीले चाहिँ त्यो चाहिँ आरोप चाहिँ के आएको थियो भने चेलीबेटी हो उहाँहरू चाहिँ दुईजना, एउटा बाहिरकै डेड हुने, एउटा हाम्रो नेपाली, दुईजना कोठामा बाहिरबाट छुट्टलाई अक्सिजन नपुगेर डेड भयो। त्यो चाहिँ हिटर चलिरहेको, हिटर चलेपछि हिटरबाट चाहिँ त्यो बडी बाहिरको गर्मी र त्यो चिसोले अक्सिजन नपुगेर डेड बाटो सेमै हो। त्यो कारणले गर्दाखेरि धेरै दाजुभाइ दिदीबहिनी विदेशमा हुनुहुन्छ, नगएर सुत्दाखेरि आफ्नो रुममा बस्दाखेरि धेरै बिचमा ल्याएर हिटरहरू चलाउँदाखेरि अक्सिजन पुग्छ पुग्दैन होइन, हामीलाई कस्तो भइरहेको छ, हामीलाई अप्ठ्यारो भइरहेको छ के छ त्यो हामीले बुझेर जस्तै सर अब तपाईँहरूको धेरै मैले हेरिरहेको छु। पहिला चाहिँ लगभग लेडिजहरूको केही राजनीति निस्किरहेको देख्थ्यौँ। आज चाहिँ एउटा युवा भएको होइन, एकदम एकदमै सानो उमेरको रहेछ। उहाँलाई निकालिरहने क्रममा चाहिँ अहिले के कस्तो सपोर्टहरू पाउनु भएको छ, को कसले सपोर्ट गर्नुभयो, उहाँको गाउँपालिकाको प्रतिनिधि पनि आउनु भएको छ होइन, के कस्तो साथीहरू पाउनु एकदमै यहाँ चाहिँ के छ भने पुराबाट उहाँहरूले पनि सपोर्ट गर्नुभएको छ। उहाँले एकदमै कसरी के हुन्छ तपाईँले गर्नु उहाँ आफै आइरहेको छ र यसमा मेन पार्ट व्यवसायले पनि एकदमै सपोर्ट गर्नुहुन्छ ल्याउनुको लागि। यो ल्याउनुलाई चाहिँ के छ भने ल्याउनु भन्दा पनि यहाँ चाहिँ सिस्टमले हुन्छ, यो सिस्टमले गर्दाखेरि आउनुलाई अलिकति यो साउदीको हो, साउदीको एकै दिन 2 दिन 3 दिन नै वातावरण गरेर सिस्टम गऱ्यो भनेदेखि पठाउँदैन, छानबिन गर्छ। आज कति मात्रै तपाईँहरू आज 14 दिन पछाडि 14 दिन क्याम्प लाग्यो। त्यो डेट त भयो, कसरी भयो भने अनुसन्धान गर्ने क्रममा चाहिँ उहाँलाई चाहिँ त्यो डेड बडी हस्पिटलमा राखेर एमबिसीमा ल्याउन अलिकति क्याम्प लागेको छ। खासै त्यति क्याम्प लाग्यो, 7-8 दिन लाग्यो। यो यङ केटालाई कसैले केही गरिदिने अनुसन्धान गर्दाखेरि हामी थोरै धेरै साथ सपोर्ट दिनुभएको छ भन्ने कुराहरू आयो। जस्तै तपाईँलाई यो कहाँबाट थाहा भयो, कसरी थाहा भयो या तपाईँकै गाउँतिर विशेष गरी यहाँहरू सबै नमस्कार। मलाई आज अलिकति बङ्गालीको म भएको छु, अलिक गाह्रो फिल भइरहेको छ किनकि म ललितपुर जिल्ला र महाङ्काल गाउँपालिका एउटै गाउँपालिका र अर्को कुरा नातामा मेरो सानो अनि यो गत पुस 18 गते घटेको घटना हो। जब त्यो घटना एउटा चाहिँ शान्ति सञ्जाल मार्फत मेरो कानमा आइपुग्यो, फोनबाट तपाईँले टिकटकतिर देखेँ होइन, टिकटकमा देखाएको थिएँ। अनि फोन पनि आइपुग्यो, शान्ति सञ्जाल पनि आइपुग्यो। अनि साँच्चीकै त्यो घटना चाहिँ अनि त्यो घटनाको लागि अब लाग्नु पऱ्यो एउटा समाजसेवी हिसाबले। मेरो नाम सञ्जय लामा, म महाङ्काल गाउँपालिका छु, त्यहाँको स्थानीय बासिन्दा पनि नाटक मैले अघि नै भने साह्रो हिजो यो अब यो घटनालाई यो घटना घटिसकेपछि अब यो घटना घट्यो अब यसलाई कसरी उद्धार गर्छ हामीसँगै जोडिएका साथी मेरा एकदम मित्र विजय
यो चाहिँ श्रमिक के अरे वैदेशिक रोजगार श्रमिक उदार श्रमिक सङ्घ चाहिँ उहाँ चाहिँ हाम्रो विशाल मक्तान सर अध्यक्ष हुनुहुँदो रहेछ यसमा मलाई थाहा थियो उहाँसँग मेरो कनेक्सन भयो मेरो चाहिँ यस्तो घटना घट्यो मान्छेमा मेरो आफ्नो त बिचमा यस्तो भइदियो सरहरूले उद्धारको लागि त गर्छ चाहिँ उहाँहरूको अफिसमा पनि पुगेँ म भाइहरूसँग पनि गएँ पुग्दाखेरि उहाँले यति स्वभावपूर्वक उहाँले सपोर्ट गरिदिनु एउटा मानवतामा भएको गुणहरू उहाँले प्रस्तुत गर्नुभयो विशेष गरी म यो वैदेशिक रोजगार यो श्रमिक सङ्घ अनि उदार सङ्घको अध्यक्ष म विशेष धन्यवाद दिन चाहन्छु र आज यो जुन खालको चाहिँ आज यहाँ चाहिँ लास आउँदैछ भन्ने खालको कुरा चाहिँ मैले 3-4 दिन अगाडिदेखि नै मैले मेरो गाउँपालिकामा मैले अवगत गराउँदै थिएँ मैले वडा अध्यक्षलाई पनि गराएको थिएँ उहाँ वडा अध्यक्ष पनि विशेष काम चाहनु उहाँ आउनु भएन उहाँको चाहिँ निर्वाचित जनप्रतिनिधि उहाँ चाहिँ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ गाउँमा गरेछु होइन उहाँ चाहिँ आइपुग्नु भयो उहाँले दुःख पनि व्यक्त गर्नुभयो त्यो बाटोतिर पनि उहाँले मेरो गाउँपालिकामा यस्तो घटना घटे आज जुन खालको चाहिँ एउटा चाहिँ दुःखको कारण एउटा चाहिँ वैदेशिक एउटा चाहिँ रोजगारको लागि एउटा श्रमको लागि गएको युवाहरू यो अवस्थामा आउनु पऱ्यो भन्ने खालको उहाँले मैले बोल्ने ठाउँ पनि छैन म त मैले नै भने म भावुक पनि छु मैले जुन खालको चाहिँ मैले एउटा आफन्त नाताको हिसाबले मैले गर्नुपर्ने चाहिँ सपनाहरू कर्तव्यहरू म पुरा गर्नेछु म त्यहाँ चाहिँ अब यति मात्र होइन अब तपाईँको चाहिँ क्षतिपूर्तिको विषयहरू हुन्छ होइन यहाँहरूले पनि सपोर्ट गर्नुहुन्छ र स्थानीय सरकारले पनि पक्कै पनि यसको विषयमा सपोर्ट गर्नुहुन्छ भन्ने मैले विश्वास गर्छु स्थानीय सरकार त अहिले हामीसँगै नै हुन्छ त्यो भएको कारणले गर्दा एउटा सहज वातावरण त बन्द गर्ने होला अब जस्तै तपाईँको आफ्नो सानो तपाईँको परिवारमा चाहिँ अब मेरो उहाँ साह्रो पनि हो उहाँकै कान्छो छोरा हो होइन जुन स्तरको लास्ट जुन अवस्था हो अब धेरै गाह्रो छ उहाँहरूलाई पनि तैपनि अब यो विषयमा आज के भन्नु र अब उहाँले नै भन्नुहुन्छ जस्तो लाग्छ मलाई अब यहाँ भाइहरू सालहरू पनि धेरै हुन्छ होइन अब उहाँ यो विषयमा त मैले धेरै भनिरहनु पर्दैन अब यहाँ विदेशहरू केही कुरा राख्नुहुन्छ गाउँपालिकाको बाध्यता केही कुरा राख्नुहुन्छ मैले धेरै कुरा गर्दाखेरि राम्रो नहोला हामीसँग चाहिँ सोही जो मृतक हुनुहुन्छ उहाँकै नगरपालिका गाउँपालिकाको चाहिँ उपाध्यक्षज्यू हुनुहुन्छ उहाँसँग थोरै कुरा गर्न चाहेँ हजुरलाई पनि स्वागत छ जस्तै म्याम हजुरको यो गाउँपालिकाबाट चाहिँ यो पहिलो केस हो कि पहिला पनि यस्तो केसहरू आएको थियो के थियो पहिला पनि आएको थियो भाइ पहिलो केस चाहिँ होइन तर एजको हिसाबमा चाहिँ पहिलो हुन्छ यसमा चाहिँ पहिलो एकदमै सानो उमेरको हुँदो रहेछ केही गर्छु केही कमाउँछु र बाउआमालाई खुसी बनाउँछु भन्ने हिसाबले उहाँ जानुभएको थियो तर आज धन कमाउने भन्ने सोचमा जानुभएको आज बाकसमा फर्किरहनु भएको छ यो हुँदाखेरि चाहिँ तपाईँको गाउँपालिकाद्वारा चाहिँ के कस्तो उहाँलाई सहज वातावरण गऱ्यो भने एउटा तपाईँहरूको सोच छ हामी अति नै दुखित छौँ हामीले नै बिदाई गरेका थियौँ भाइलाई यो अवस्थामा फर्किनुहुन्छ भन्ने हाम्रो कल्पना थिएन आज एयरपोर्टमा आएर चाहिँ अब एउटा बाकसमा हामी रिटर्न दिँदैछौँ यो हाम्रो देशको दुर्भाग्य हो भनेर बुझ्छु मैले अहिले चाहिँ अब बस्तीहरू गाउँबाट सहर बस्ने सहरबाट चाहिँ अब विभिन्न बाध्यताका कारण चाहिँ विदेश बस्नुपर्ने परिस्थिति बनेको छ त्यही परिस्थिति अन्तर्गत चाहिँ अहिले दिनेश भाइले हामीले चाहिँ यहाँ रिसिभ गर्न आइराखेका छौँ र तपाईँले भन्नुभयो चाहिँ पालिकाबाट चाहिँ सपोर्ट के हुन्छ भनेर भनिराख्नु भएको छ वडाबाट हामीले डिटेल्समा पेपरहरू पठाउनु पर्ने हुन्छ त्यो पेपरहरूको हकमा हामीले छिटोभन्दा छिटो चाहिँ पहल गरेर माथि पठाउनेछौँ उहाँको श्रमहरू गरेको होला अनि हरेक चिजहरूमा लड्नको निमित्त उहाँको अधिकार प्राप्त गर्नको निमित्त गाउँपालिका सदा तत्पर रहन्छ हामी अगाडि बढेर यो श्रम गरेर नै जानुभएको भन्ने कुरा हामी पनि जानकारीमा पाएको छ श्रम गरिरहँदाखेरि चाहिँ उहाँलाई केही सरकारद्वारा चाहिँ केही व्यवस्था हुन्छ त्यो व्यवस्थाहरू पनि तपाईँहरूले कसरी सहज वातावरण गराउनु त्यसको लागि चाहिँ वडाबाट पेपरहरू पठाउनु पर्ने हुन्छ हामीले त्यो पेपरहरू चाहिँ कामहरू चाहिँ सकिए पछाडि त्यहाँ चाहिँ मृत्यु दर्ता हुन्छ त्यो सबै पेपर हो भने चाहिँ यो सहज वातावरण चाहिँ बनाउनु जुन हिसाबले अब एउटा युवा हुन्छ उहाँ होइन युवा चाहिँ विदेश गएर चाहिँ अहिले बाटोमा फर्किरहनु भएको उहाँहरूको परिवार जति चाहिँ होइन परिवारमा भएका कुराहरू के महाकाल गाउँपालिका भन्दै गर्दाखेरि हामीलाई के लाग्छ भन्दा यो चाहिँ लगन खेल हो पुरुषहरू हो जस्तो लाग्छ तर महाकाल चाहिँ एउटा दूरदराजभित्र एउटा लडातमा चुनिएको एउटा गाउँ जस्तै हामी बच्चामा के पढ्थ्यौँ भन्दाखेरि अब हाम्रो नेपाल चाहिँ परिवेशिक देश हो समुद्रले चाहिँ छोएको छैन त्यही भएर चाहिँ हरेक चिजमा समस्या छ भन्ने गर्थ्यो महाकाल गाउँपालिका अहिले म काम गर्दै गर्दाखेरि चाहिँ बजारले नछोएको ठाउँ अनि त्यो ठाउँलाई चाहिँ त्यहाँ भएको स्रोत साधनहरू चाहिँ हामीले परिचालन गर्न नपाउँदाखेरि एकदम आर्थिक अवस्थामा चाहिँ पालिका नै गरिबीको उसमा चाहिँ रहेको अवस्थाले गर्दाखेरि त्यहाँको जनताहरू पनि समस्यामा नै छन् निम्न वर्गमा नै हुनुहुन्छ तसर्थ अब उहाँको स्थिति पनि त्यस्तै नै एकदम थोरै मैले हाम्रो विदेश संस्था कुनै हिसाबमा पनि एउटा कानुनको व्यक्ति थोरै कुरा जस्तो तर अब अहिले उहाँ सबैकै गाउँपालिकाहरू सबैकै महाकाल नगरपालिका गाउँपालिका सबैकै गाउँपालिकाको व्यक्ति एउटा नेता भएर
पाइरहँदाखेरि तपाईँको मनमा के कस्ता धन्यवाद छ। वैदेशिक रोजगार विकास समिति नेपालका हाम्रो अध्यक्ष विशाल मुखर्जी आउनुभयो, उहाँले सबै कुराहरू राखिसक्नु छ। मैले प्रशासनिक कुराहरू जोड्न चाहेँ। यो हाम्रो दिनेश लो भाइ चाहिँ 2022 साल सरकारले चाहिँ हाम्रो त्यसपछि तपाईँको चाहिँ निर्णय दिनु भएको, त्यसपछि हाम्रो समिति लगायत उहाँका दाई मल्लो, त्यसपछि अब हाम्रो जिरामान्लो उहाँका आफन्तजन हुनुभएको। त्यस पश्चात हामीले निवेदन दिइसकेपछि हामीले प्रशासनिक काम कारबाहीहरू हामीले अगाडि बढायौँ। त्यसपछि हामी चाहिँ परराष्ट्र मन्त्रालय कन्सुलर त्यसपछि यहाँ पनि तपाईँको राजदूतहरूलाई कल गऱ्यौँ। त्यसबाट तपाईँको चाहिँ हामीले फेरि तपाईँको वैदेशिक रोजगार प्रबन्धन बोर्ड पुग्यौँ। त्यस पश्चात फेरि हामी DAK HR सोल्युसनका चाहिँ सञ्चालकहरूलाई भेटेर हामी कुराकानी गऱ्यौँ। भाइले चाहिँ के भयो, अब के गर्नुपर्छ, के गर्नु छ भन्दाखेरि हामीले गर्नुपर्ने कुराहरू सबै गर्छौँ। तपाईँको त्यो डेट बढीलाई तपाईँको सङ्घले चाहिँ कल गर्नुहोस् भन्ने कुराहरू भयो। अनि त्यो भएपछि तपाईँको हामीले ललितपुर जिल्ला महाकाल गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रामप्रसाद जीज्यूलाई पनि हामी सम्पर्क गर्दाखेरि पहिले उहाँले सिफारिस पठाउनु भएको थियो, बिग्रिएछ। अनि त्यसपछि फेरि तपाईँको सच्याएर पठाउनु भयो। त्यो सिफारिसहरू हामी सबै कुराहरू गरिसकेपछि अनि मैले अध्यक्षसँग सहकारी गरेर गरिसकेपछि अनि अध्यक्षले चाहिँ ल तपाईँले चाहिँ प्रशासनिक हिसाबले तपाईँले अगाडि बढ्नुहोस् भनिसकेपछि हामीले चाहिँ एम्बेसीमा पनि पहल गऱ्यौँ। अब हामीले चाहिँ छिट्टै निकाल्ने भन्ने हाम्रो योजना थियो, तर तपाईँको साउदीको केसमा चाहिँ धेरै गाह्रो रहेछ। म चाहिँ एम्बेसीदेखि लिएर प्रवर्तन बोर्डदेखि सबै ठाउँमा जाँदाखेरि चाहिँ तपाईँको एम्बेसीमा खबर गर्दा थियो। कम्पनीबाट चाहिँ तपाईँको लेटर आएको छैन भन्ने कुराहरू गरेँ। अनि कम्पनीबाट फेरि तपाईँको चाहिँ त्यो डेड बडीको लागि चाहिँ तपाईँको पोस्टमार्टमको लागि त्यहाँबाट नै रिपोर्ट आउनुपर्ने रहेछ। त्यो कुराहरू मिलाउँदै गर्दै अलिकति ढिला भयो। यसले गर्दाखेरि चाहिँ हामीलाई पनि अब पीडितका बुवा आफन्तहरूले पनि दिनानुदिन फोन गरिरहनु हुन्थ्यो होइन। अनि त्यसपछि अब हामीले चाहिँ अब यो दुःखको बावजुद हामीले लास्ट निकाल्न सफल गऱ्यौँ होइन। अब भाइको चाहिँ अब अहिले लास्टलाई गाउँमा लाँदैछौँ र त्यसमा म आफै पनि स्वयं जाँदैछु। र त्यस पश्चातपछि पनि तपाईँको भाइले पाउनुपर्ने क्षतिपूर्तिको लागि हाम्रो अध्यक्ष लगायत हाम्रो गाउँपालिकाका चाहिँ उपाध्यक्ष डोलमा बोले पनि आज आउनुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँले पनि के भन्नुभयो भने अब यो भाइको लागि दिनेशको भाइ भएपछि अब उहाँको लागि गर्नुपर्ने कागजी चाहिँ पालिकाबाट गर्नुपर्ने कुराहरू र प्रशासनिक कुराहरू म सहयोग गर्छु। उहाँ के श्रम गरेरै जानुभएको थियो कि उहाँ श्रम गरेर जानुभयो। श्रम गरेर जाँदाखेरि चाहिँ सरकारले केही हदसम्म साथ सपोर्टहरू श्रम गरेकोमा केही पैसाहरू दिन्छ। त्यसलाई चाहिँ तपाईँहरूले कसरी चाहिँ अब अब यो दाह संस्कारपछि तपाईँको चाहिँ उहाँको यसमा चाहिँ अहिले निवेदक अमर लो उहाँको चाहिँ दाइ नै भयो भने उहाँको चाहिँ मेन पावरदेखि लिएर तपाईँको इन्सुरेन्समा श्रममा चाहिँ उहाँको बुवा चाहिँ आधिकारिक हुनुहुँदैछ। अब अस्ति मैले चाहिँ तपाईँको प्रवर्तन बोर्ड र तपाईँको मेन पावरमा जाँदाखेरि मेन पावर शौचालय के भन्नु थिएँ त्यसको आधिकारिक व्यक्ति चाहिँ उहाँको बुवा नै हुन्छ। अब दाइ आएर हुँदैन, अब बुवाले नै गर्नुपर्ने हुन्छ भन्ने कुरा गरेँ। अनि त्यसपछि तपाईँको चाहिँ DAK HR सोल्युसनको सञ्चालकहरूले हामीले गर्नुपर्ने तपाईँको सिफारिसहरू उहाँले चाहिँ इन्सुरेन्स एसियन इन्सुरेन्सबाट चाहिँ इन्सुरेन्स गर्नु आएको छ। एसियन इन्सुरेन्सबाट गर्नु आएको छ। त्यसको लागि पनि हामीले लेटर दिन्छौँ। हामीले गर्नुपर्ने कुराहरू प्रवर्तन पोषण गर्नुपर्ने कुराहरू निर्माणबाट गर्नुपर्ने कुराहरू सबै हामीले मिलेर सहकारी गरेर सबै कुराहरू क्षतिपूर्ति सबै जस्तै यो पीडित पक्ष जब अब उहाँ मृत्यु भइसकेको छ पीडित पक्षले चाहिँ सरकारबाट के कति रकम चाहिँ पाउनुहुन्छ थोरै भन्नुहुन्छ? अब यसको एक्ज्याक्ट चाहिँ मलाई पनि अलिकति त्यति आइडिया छैन, तर मेरो चाहिँ बुझाइअनुसार चाहिँ अब तपाईँको इन्सुरेन्सबाट तपाईँको 9-10 लाख कति 11 लाख कति आउँछ, 14 लाख आउँछ भन्ने कुरा छ। र श्रमबाट चाहिँ तपाईँको 21 लाख रुपियाँ आउँछ भन्ने सुनेको छु है। त्यही अनुसारले नै हामीले सबै कुरो सहकारी गरेर जस तपाईँहरूले चाहिँ उहाँहरूलाई चाहिँ सहज बनाउनको लागि चाहिँ नेपाल सरकारले पनि क्षतिपूर्ति चाहिँ तपाईँहरूले सहजता पाराले निकालिदिनुहुन्छ। हजुर, उहाँको चाहिँ एकदम निम्न वर्गको पनि हुन्छ र उहाँ चाहिँ अब कानुन सम्मत अनुसार श्रम पनि गरेर गएको र त्यसपछि तपाईँको इन्सुरेन्स काम गर्दाखेरि उहाँले चाहिँ कानुन अनुसार पाउनुपर्ने क्षतिपूर्ति हामी दिन चाहन्छौँ। एउटा जेन्जी युवा 22 वर्षको युवा हुन्छ उहाँ आज अब बित्नुभयो। उहाँको परिवारमा त धेरै दुःख नै छाइरहेको नै छ, त्यसमा त हामीले कमिटरा केही नै छैन। तर जुन हिसाबले तपाईँ आफूले तपाईँकै गाउँपालिकाको एकजना युवा चाहिँ यसरी जेठ भइरहँदाखेरि मरिरहँदाखेरि चाहिँ तपाईँको मनमा लागेको के छ? मनमा त हेर्नुहोस्, मलाई चाहिँ जब यो अफिसमा निवेदन आइसकेपछि उहाँको घर परिवारदेखि लिएर हाम्रो अध्यक्षज्यूलेदेखि लिएर चाहिँ तपाईँको शुभचिन्तकदेखि लिएर मलाई सुन्न दिइहाल्दैन। मलाई दिनौँ बिहान बेलुका हरेक कुरामा चाहिँ फोनहरू आउँथ्यो। घरबाट चाहिँ के भन्नुहुन्थ्यो, मेरो छोराको लास कहिले आउँछ बाबु भनेर उहाँको बुवाले अमरको। अनि त्यसपछि तपाईँको चाहिँ उहाँको मम्मीहरूले पनि दिनानुदिन तपाईँको चाहिँ समाजमा चाहिँ वरिपरिको छिमेकीहरू कहिले लास आउँछ, साउदीको केसमा त तपाईँको 6-7 महिनासम्म नै लास आउँदैन भन्ने कुराहरू गरिरहनु भएको थियो होइन। कहिले आउँछ भनेर सोधै हुन्थ्यो। र जब उहाँका चाहिँ हाम्रो गाउँघरदेखि लिएर आफन्तजनले तपाईँको चाहिँ फोन गर्थ्यो र मलाई राति निन्द्रा पनि लाग्दैन थियो। र मेरो आफ्नै घर परिवारभित्रकै मैले चाहिँ तपाईँको चाहिँ नेपालका विभिन्न जिल्ला चाहिँ सिन्धुपाल्चोक, सिलिगुडी, तपाईँको धादिङ चाहिँ विभिन्न जिल्लाका चाहिँ लासहरू उद्धार गर्दाखेरि कुवेतबाट मनगढीबाट उद्धार गर्दा आज मेरो आफ्नै गाउँकै तपाईँको चाहिँ मेरो आफ्नो भाइ होइन मृत्यु भएको छ। र म एक दिन पनि तपाईँको चाहिँ मेरो आफ्नो प्रस्तुति मलाई तपाईँको बिहान उठ्ने बित्तिकै म प्रवर्तन बोर्ड, म परराष्ट्र मन्त्रालय होइन, नेपाल एम्बेसी अनि
नेपाल एम्बेसीका पनि तपाईँको चाहिँ विशेष गरी सूचना विभागका अमरबहादुर नेपाली एकजना हुनुहुन्छ सूचना, उहाँले पनि धेरै सहयोग गर्नुभयो। उहाँ अहिले चाहिँ तपाईँको सामाजिक सञ्जालबाट हेर्नु भएको छ भने नेपाल राजदूतावास एम्बेसीका चाहिँ तपाईँको टिमलाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु र यसै गरी परराष्ट्र मन्त्रालयले पनि मलाई धेरै सहकार्य गर्नुभयो र त्यसमा चाहिँ तपाईँको हाम्रो कन्सुलर विभागले उहाँले पनि धेरै सहयोग गर्नुभएको छ र चाहिँ तपाईँको इन्सुरेन्सको लागि र श्रमको लागि भनेर G1000 सोलसनका चाहिँ सञ्चालकहरू पनि धेरै साथ गर्नुभएको छ। जब तपाईँको चाहिँ लास्टको अन्त्येष्टिपछि तपाईँहरू तुरन्तै काठमाडौँ आएर तपाईँले प्रोसेसको लागि कहाँ जानुपर्ने के गर्नुपर्ने हो मेन पावरबाट गर्नुपर्ने कुरा हामी सबै गर्छौँ। त्यो भएको कारण मलाई लाग्छ यो भाइले पाउनुपर्ने न्याय हुन्छ। थोरै म उहाँको बुवा हुनुहुन्छ पुस्तकको बुवा, एकदमै उहाँको मनमा धेरै कुराहरू खेलिरहेको होला, थोरै कुरा गर्नु हजुरलाई पनि स्वागत छ। थोरै बोल्नुहोस् तपाईँको अब अहिले छोरा चाहिँ मृत्यु भएर चाहिँ अहिले आउनुभएको छ होइन, तपाईँको मनमा के कस्ता कुराहरू खेलिरहेको छ? तपाईँहरूको परिवारमा कतिजना हुनुहुन्छ? तपाईँको छोराछोरी कतिजना? अहिलेको छोरा चाहिँ वाइफाई अफिस जस अहिले छोरो विदेश कमाउन जानुभएको छ, अहिले चाहिँ अब बाकसमा पर्खिरहनु भएको छ, मम्मीलाई एकदम दुःखिया हुन्छ। केही सोच थियो होला नि छोरोलाई चाहिँ अगाडि बढाउने केही गर्ने, अनि तपाईँमा पनि केही सोचहरू थियो होला? तपाईँको घरको अवस्था के कस्तो छ? थोरै हामीले जानकारी त पाइसक्यौँ, त्यही पनि थोरै बताइहाल्नु। अब थोरै रकमहरू सरकारद्वारा थोरै रकमहरू त तपाईँहरूलाई आउँछ नै, श्रम नगरिकन जानुभयो हामीले चाहिँ त्यस्तो सपोर्टहरू केही आउँदैन थियो होला होइन, श्रम गरेर जानुभएको कारणले गर्दा केही हदसम्म सपोर्ट दिएर आउँछ। अब उहाँलाई अहिले चाहिँ कता घरै लाने के हो? ललितपुरै लानु हुन्छ, अब जस बोल्नलाई गाह्रै भएको दर्शकबिन जुन हिसाबले चाहिँ यो विदेशमा कमाउन भनेर जानुभएको एकजना युवा अहिले चाहिँ बाकसमा आउनुभएको छ, यो एकदमै दयनीय अवस्था हो, एकदमै नराम्रो अवस्था हो। जुन हिसाबले एकजना युवा कमाउँछु भनेर जानुभएको आज बाकसमा आउनुभएको छ, उहाँको आत्माले चिर शान्ति पाओस्, उहाँ चाहिँ स्वर्गमा बास होस् भन्दै हामी आजलाई छुट्टिन चाहन्छौँ।